नमस्कार, यस च्यानल सत्य घटनामा यहाँहरूलाई स्वागत छ। यदि हजुरसँग पनि यस्तै घटनाहरू घटेको छ भने हामीलाई पठाउन सक्नुहुनेछ। पठाउनको लागि तल दिएको डिस्क्रिप्सनमा लिङ्क रहेको छ, त्यसमार्फत हामीलाई पठाउन सक्नुहुनेछ। यस्तै भिडियो हेर्नका लागि यस च्यानल सत्य घटनालाई सब्स्क्राइब गरी नजिकैको बेल आइकनलाई क्लिक गर्न नभुल्नुहोला। असिन थापा नामका एकजना साहसी युवकले सुनेका थिए कि चारकोसे झाडीमा राति यात्रा गर्नेलाई अनौठो चिजहरू देखिन्छन्। उनले यो कुरा सत्य हो कि होइन भनेर प्रमाणित गर्ने योजना बनाए। एक रात उनी आफ्ना 3 जना साथीहरूसँग बाइकमा यात्रा गर्न निस्किए। घडी रातको 11 बजेको थियो। बाटो सुनसान थियो, केवल किराहरूको आवाज मात्र आइरहेको थियो। अब जता गए पनि केही हुँदैन, भूत भनेको मनको भ्रम हो, असिनले हाँस्दै भने। तर झन्डै आधा घन्टा यात्रा गरेपछि उनीहरूको अचानक एउटा जङ्गलको रुखमुनि रोकिए। त्यहाँ बाटोको बिचमा सेतो कपडा लगाएको कोही उभिएको थियो। ए भाइ, बाटो खाली गर, असिनका साथीले चिच्चाएर भने। एकजना साथी रिसाएर झरेर अघि बढे। उनले हातले त्यो आकृति छुन खोजे, तर उनी अचानक कराएर पछारिए। तर उनी अर्धचेत अवस्थामा थिए, उनको आँखाले देखेको बताउन सकेनन्। अचानक त्यहाँ देखिएको आकृति बिस्तारै हावा जस्तै गलेर गयो। असिन र उनका बाँकी साथीहरू भाग्न थाले। उनीहरूको बाइक आफै बन्द हुन थाल्यो। जसो तसो तानेर बाइक स्टार्ट गरी उनीहरू गाउँतर्फ हुर्रिए। गाउँ आइपुगेपछि बेहोस साथी बिस्तारै होसमा आए, तर उनी केही बोल्न सकेनन्। उनको शरीर चिसो थियो, अनुहार सेतो परेको थियो। तिमीहरू भाग्यले बाँच्यौ। चारकोसे झाडीमा राति हिँड्ने मानिसहरूलाई भूतहरूले बाटो बिराउँछन् अनि हराएर कहिले फर्किँदैनन्। त्यस रातपछि असिनले कहिल्यै रातको समयमा चारकोसे झाडी पार गर्ने आँट गरेनन्। चारकोसे झाडी नजिकका गाउँलेहरूले भन्छन् कि यदि कसैले राति एक्लै यात्रा गर्यो भने उसको पछाडि कोही देखिन्छ। जब ऊ पछाडि फर्किन्छ त्यहाँ कोही हुँदैन। तर एक पटक त्यो आत्माले पछ्याउन थाल्यो भने मान्छे हराएर कहिल्यै फिर्ता आउँदैन।